हेलो गाइस एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा। म सनी सिउन्जन तामाङ। अहिले चाहिँ म तपाईहरुलाई हाम्रो गाउँघरको बाटो देखाउन गएको छु। आजभोलि पानीको कारणले गर्दाखेरि चाहिँ एकदमै बाटोहरु चाहिँ एकदम चिप्लो भएको छ। है त साथीहरु, गाउँघरको रोड पनि देखाउने छु, बाटो पनि देखाउने छु है त। बाटोको साथसाथै आलु नि देखाउने छु है साथीहरु। अनि आज चाहिँ मर्निङ भ्यू चाहिँ एकदम बवाल भइरहेछ हैन। हेर्नुस्, गणेश हिमाल सरलक्क देखिरहेछ हैन। डाँडा गाडा सरलक्क देखिरहेछ, कुइरोले कतै पनि केही छैन, एकदमै राम्रो देखिरहेछ। त्यसका साथसाथै अनि तपाईहरुले एकदमै राम्रो ठाउँहरु यसो देख्न सक्नुहुन्छ। अनि यो उदर खोला तपाईहरुले देख्न सक्नुहुन्छ। झरना भनौँ कि खोला भनौँ, ल है त सर। हेलो एभ्रिवान, अनि मर्निङ भ्यू नि देखाइसकेँ मैले। अनि यसो हैन साथीहरुलाई, अनि त्यसका साथसाथै आलु कतिको रहेछ भनेर देखाउने पनि छु। त्यसका साथसाथै अनि यसो सबै कुराको जानकारी दिँदै छोटो छोटो सर्टकट भिडियोहरु लिएर आउने छु। अनि फेसबुक रिल्स भयो। त्यसका साथसाथै अरू आज दिनभरिको क्रियाकलाप म के गर्छु सबै कुरा तपाईहरुलाई देखाउने छु। काम के गर्छु अनि कहाँ के गर्छु, खाना कहाँ, यस्तो सबै कुरा तपाईलाई देखाउने म कोसिस गर्नेछु। अनि त्यसका साथसाथै यही हो, यहीँ भरि यसपालि पाउँछ कि पाउँदैन, पाउँदैन होला सायद। अब यस्तै हो, के गर्नु होइन। यस्तो छ है मर्निङ भ्यू, बवाल छ, केही छैन। म चाहिँ वास्तवमा तपाईहरुलाई हाम्रो गाउँको ठाउँहरु देखाउनको लागि चाहिँ आज यसो भिडियो बनाएको है। हस्त धन्यवाद। अर्को नेक्स्ट भिडियो, नेक्स्ट च्याप्टर अब पार्ट ल्याउने छु भन्दै त्यसका साथसाथै अनि सबैको दिन शुभ रहोस् भन्न चाहन्छु है साथीहरु। उधर सुन देख्न सक्नुहुनेछ है। ल काम गर्ने चाहिँ यतैतिर हो म साथीहरु, टक्क देख्न सक्नुहुनेछ। गुड मर्निङ, स्वागत छ। यस्तो सानो छ, के गर्ने है।
हेलो गाइज, देख्न सक्नुहुनेछ फाइनली आलु यति पायो। त्यहाँदेखि लिएर तसम्म खनेको त्यसपछि चाहिँ यति पायो है, देख्न सक्नुहुनेछ। अनि यस्तो सुन्दर दृश्यका साथसाथै वरपर बादलले ढाकेका डाँडाकाँडाहरू पनि देख्न सक्नुहुनेछ। अनि त्यसका साथसाथै तपाईँहरूले मलाई नै देख्न सक्नुहुन्छ। आजको ब्लग निरन्तर चलिरहनेछ भन्दै त्यसका साथसाथै अर्को च्याप्टरमा आउनेछु। अनि यसरी नै हेर्दै जानु होला है त। हेलो, फेरि यस्तो पारामा छ है, देख्न सक्नुहुन्छ। टक्कै यस्तो पारा छ। अब ठ्याक्कै अब म चाहिँ गाउँ पुग्नु लागिसक्यो, घर पुग्नु लागिसक्यो भन्दा नि यो घरहरूको माथि छ, टक्क देख्न सक्नुहुनेछ। आहा लौ टक्क भ्यूहरू देख्न सक्नुहुनेछ। म चाहिँ यो बाटो हुँदै तल जानुपर्छ होइन।